चाहिँ यस्तो छ कि गाडी चढ्ने यसरी आउने घन्टा छ ल नेपाल उठ्यो एरेसिया घटक गराउँदैछ हामी आएको यही होला माथि धेरै ठुलो छैन सानो छ चिसो छ हाम्रो बस्नु चिसो यस्तो चिसो छ मलाई मर्छ होला चिसो छ साह्रो छ ल हामी आएको एरोप्लेन दिए हो गाडी हो छौँ हामी कुदम है यहाँ चाहिँ टक्कै गाडी ल्याएर भर्याङ लाउँछ त्यसपछि खुद्रो गर्ले अगाडि त्यसो गर्ने कतिको जाडो त्यति जाडो छ र बाहिर जाडो छ है कचाङ कोच गर्ने प्लेन खाली भयो जाडो भयो यस्तो जलबन्दी दिएर ट्रलीले हाम्रो ब्यागहरू लगिसक्यो ट्रलीले ब्यागहरू लगिसक्यो है चिसो खै कता हो नेपाल भूमिमा आइपुग्यो नेपाल भूमिमा आइपुग्यो कता हो खै कता खै ल नेपाल पनि झऱ्यो है अभ्यागमन उतापट्टि हो क्या जहाँ नि एउटै रहेछ ल हाम्रो लगेज चाहिँ यता आउँछ अरे भनेर हामी चाहिँ यता निस्किरहेको छौँ सायद अगाडि निस्किए केटाहरू पछाडितिर छ अलिकति पछाडि भयो म एकैचोटि ब्याग भएको ठाउँमा गएर खोज्छु किनकि यता बिचतिर चाहिँ बस्न मिल्दैन है यस्तै छ ब्याग चाहिँ आउँछ फेरि ब्याग चाहिँ आउँछ
अलिक गाह्रो है त ल है म चाहिँ आइपुगेँ सामान कहाँ आउँछ अब यसो चेक जाँच गर्नु पर्यो पाँच नम्बर पो भन्छु यार 5 नम्बरमा रे यता होइन रे ल है एक्सक्युज मी अहिले रातको ठ्याक्कै 12 बज्न लाग्यो 5 भरे ल झलसला तानेर हिँडेको छौँ हामी पाँचमा त टन्न मान्छेहरू कुलो बसिरहेको छ हाम्रो चाहिँ यहाँ नि छ गाडी 5 नम्बर त्यहाँ कहाँ थाहा छैन आएर हेर्नु तपाईँहरूको ल भाइ अब यति नै होला भेटघाट होइन फर्किने कहिले हो ल अनलाइन आउनु है त लाग्छ न क्या बाइकतिर आउँछ न हजुर मदन हजुर यो के अरे म यहाँ वेटिङ रुमपट्टि सिधै जाँदा यता जानुपर्छ हो कि सिधै ग्रिपबाट तल जानुपर्छ ग्रिपबाट तल ए ल हजुर सर युट्युबर हो हजुर 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 यस्तै छ गाह्रो हजुर युट्युबर हो हजुर यसो ए सुन्नु सर के अरे यो वेटिङ रुम यहाँबाट सिधै गएर तल जानुपर्ने कि सिधै पाइरह्यो ल
म त आँखु केटाहरू कता गयो थाहा छैन। हाय हाय जी थी जम त्यहाँ जी हामी चाहिँ अब यहाँबाट तल ग्राउन्ड फ्लोरमा जाँदैछौँ गाइस। यस्तो चाहिँ एक टोली केटाहरू छोडेर आयो क्या केही लगेज आएन। तपाईँको आयो त? मेरो त आएको मेरो फर्स्टमै आयो। दुईजना थियो उनीहरूको लगेज नआएर कुरिरहेछ जाउँ बस भन्दै भन्न थाल्यो। फोटो देखिरहेको छ जाउँ। कतिखेर आउँछ थाहा छैन। ल आइपुग्यो नमस्कार। के साह्रो चिसो हो। फोटो दुखिरहेको छ सामान चाहिँ अलि ढिला हुन्छ बिस्तारै हुन्छ के अरे स्लो हुनु नि त भाइ। धेरै सामान छ त्यहाँ बिस्तारै ल्याउँदै देखेर जाने। हट के साह्रो चिसो। कता निस्किन्छ कता। ओ माई चिसो दबेन के हो ज्याकेट किनिरहेको छु भनेर केमा लिएर आएको ट्याक्सीमा आएको हो। बाइकमा हो। यहाँको बुक गर्ने नि त्यहाँ बोलाउँछु त यहाँको त मोमो भन्छ ल रुममै हो क्या हो मैले फोन गरेको रुममै हो। कहाँ बसिरहेको मान्छे सरप्राइज आएको त मलाई सरप्राइज दिन्छ है मान्छेहरू त के हो।
गाडी दाइको थाहा हो दाइको अगाडि पुगिसक्यो मान्छेहरू के हो यस्तो यस्तो सरप्राइज कसको टेक्निक हो यो यस्तो 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 टेक्निक लगाउने को मान्छे हो यहाँ मैले सरप्राइज दिँदैन उल्टै मलाई सरप्राइज दिइरहेको सरप्राइज उल्टो म चाहिँ सरप्राइज भइरहेको यतिको रमाइलो हुनुपर्छ म सरप्राइज दिन भनेर आएको मलाई उल्टो सरप्राइज दिनलाई यहाँ एयरपोर्टसम्म आइपुगेको रहेछ मान्छेहरू अनि प्लेनमा खानु दिन्छ भनेको दिएन किन्नुपर्छ रे प्लेनमा त अनि मेरो तल सुतेँ कदरी भनेको यति 2 गाँस भातलाई 30 रुपियाँ मलेसियन माइला के अरे माइली फुपूको छोरो क्या माइला ए आयौँ मलाई सरप्राइज दिनलाई म सरप्राइज दिनु भनेर आएको के हो मलाई एयरपोर्टमा सरप्राइज दिन आएको रहेछ मान्छेहरू यो खास यस्तो प्लान गरेर कसले रहेछ कसले गरेको अब हाम्रो लाग्छ नेपालको ठ्याक्कै 12 बजिसक्यो 11 बजी ल्यान्ड भएको त्यहाँ एकछिन इन्डिकेसनमा टाइम लाग्यो अनि लगेजतिर पनि त्यस्तै टाइम लाग्यो सो अब अगाडि बसेपछि हस्ता बाई बाई कान्छी म ब्याग मैले ल्याएको मैले सामान पनि यो यहाँ छ यहाँ छ के ल्याइदिनुभयो गरौँकै छ पनि यताबाट फेरि भयो यो ब्याग चाहिँ भयो कान्छम आज त जिन्दगीमा कहिले नभएको फ्लाइट भयो ढिला भयो ढिला भएर बिहान 4 बजी रुमबाट उठेको हिँडेको 1 बजे भन्नु पहिला म लिन्छु नि बेला घरमा नालीलाई छोरी
जडीबुडी चोकमा मलाई नि के गरे अनि म त्यो 35-40मा थियो अनि उताबाट माथिबाट सिधै रङ्गिराइरहेको छ ए गाडी नि बाइक प्रभु धन्यवाद के दउ झन्डै हालेको मलाई चलो भाइ मलाई उल्टो थर्काउँछ त्यो भएर अनि मैले धुँगो टिपेको आइज अरे म धुँगो टिपेर हाल्नु खोजेको भाग्यो ट्याक्सीवाला अनि रोकेर अनि झन्डै हालेको मलाई फोन लाग्दो माइसी नआइपुग्नु त्यो भएर कहाँनिर मिलिसिया चलो फोन लाग्दै बिचमै रोकेर चोक्कैमा रोकेर मैले ढुङ्गो टिपेर हाल्नु खोजेको भाग्यो झट्टन मुङहरूमै ट्याक्सीवाला अनि त्यही भएर ढिलो भएको क्या गयो हठात् के भयो भाइ ट्याक्सीले झन्डै हालेको छुन छैन नि हाने छुएन जस्ट यतिमा आइपुग्यो ठ्याक्कै आइपुग्यो क्या त्यो यतिमा आइपुगेको थियो ए यस्तो यस्तो हो अगाडि माथिबाट त्यहाँ आइरहेको चाहिँ हेर्छौँ ट्याक्सी क्रस गर्दाखेरि कि यस्तै हिँड्दै नम्बर याद आउँदै थियो क्रस गर्न यस्तो उता क्रस गर्न युटर्न लिनु त्यहाँ नम्बर याद हुँदैन। ढोका लगाइदिनु ल माइसीमा आइपुग्नु न झन्डै सिधै गएर क्रस गर्न लाग्यो अनि छ्याक्सिएर रुमै नम्बर याद गर्नुपर्छ दौडेर आयो गर्दा बाबुले मैले भोलि बाबुले ठ्याङ बनाउन त प्रभाव पछाडि ऊ त्यो हेलमेटहरू त नि